Hello and namaskar, good morning all of you. Welcome back to my YouTube channel. I hope हजुरहरु पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ असोज 2 गते हामी चाहिँ यहाँबाट टुर जान लागिरहेका छौं। आजको यात्रा चाहिँ चिलिमेदेखि रसुवा अमरसिंह गाउँपालिका वार्ड नम्बर 5 चिलिमेदेखि चाहिँ हामी चितवनको हाम्रो यात्रा रहेको छ। मेरो साउन्ड अलिकति खस्किराखेको छ। सो साथीहरु आज चाहिँ हामी आधी बाटोसम्म हिँडेर बिहान 4 बजेदेखि हिँडेर चाहिँ हिँड्न लागिराखेको छ। हामी गाडीमा आइसकेका छौं। कतिजना चाहिँ आउँदै हुनुहुन्छ। सो साथीहरु मेरो भिडियोलाई हेरेर लाइक सब्स्क्राइब अनि गरिदिनु होला अनि माया गरिदिनु होला। हाम्रो गाडी चाहिँ यही हो। हामी चाहिँ अब हिँड्न लागिसकेका छौं साथीहरु। अब उताबाट गाडीमा आउँदै हुनुहुन्छ कतिजना। हामी चाहिँ बिहानै आइसकेका, हामी हिँडेर आइसकेका, कतिजना यी गाडीमा आउनु भएको छ। अब हामी चाहिँ गाडी आइसके पछाडी हामी जाने छौं। अब हामी निस्किन्छौं। साथीहरु हामी चाहिँ हिँडिसकेका छौं। चिलिमेबाट निस्किसकेका छौं। अब चाहिँ हाम्रो चितवनको है सर, चितवनसम्मको है सर यात्रा। सौरा बस्ने ल यस्तो डाँडा काँडा हरियाली छोडेर हामी तराईतिर लाग्दैछौँ साथीहरु। अस्ति नै बाढी आउँदाखेरि यतातिर नै आएको थियो है। यो चाहिँ स्याफ्रु हो, हेर्नुहोस्। यो चाहिँ हाम्रो गाडी स्याफ्रुमा। स्याफ्रु हामी यस्तै डाँडा काँडा हरियाली वन छोडेर हामी तराईतिर लागिराखेका छौं। आज हामी चितवनमा पुग्दैछौं साथीहरु। सो यहाँ चाहिँ स्याफ्रु हो, हेर्न सक्नुहुन्छ। स्याफ्रुबाट लाङनाङ जाने है, गोसाइकुण्डा जाने, रसुवाको गोसाइकुण्डा जाने बाटो यतैतिरबाट जान मिल्छ है साथीहरु। सो भिजिट गर्नु होला। हाम्रो पहाडहरु डाँडा काँडा एकदम हरियाली छ। बारा घुम्दै है, बारा घुम्दै। सदरमुकाम धुन्चे टिम्बुर नुन खुर्सानी। वाव भेरी नाइस। रसुवा जिल्लाको सदरमुकाम धुन्चे बजार। यहाँबाट चाहिँ गोसाइकुण्डा जाने बाटो पनि छ है साथीहरु। स्याफ्रुबाट पनि छ, यहाँबाट पनि छ। प्राय जसो पैदल यात्रा गर्ने हो। यहाँबाट एकदम सजिलो ठाउँ छ, बाटो छ। सो साथीहरु हामी चाहिँ बिहान माथिबाट हिँडेर यहाँ त्रिशुली ढुङ्गेमा आएर एभरेस्ट होटलमा चाहिँ हामी खाना खान लागेका छौं।
खाना खानु खाना खाने हो अनि त्यसरी पुगेर हजुर चिलेमा खाना थाल्नु भयो कतिजनालाई आउँदैछ निरामिष मिठो छ मिठो छ अब नभए नि छ भन्नु पर्यो सर तपाईले नुन लागेछ सो साथीहरू खाना खाइसके पछाडि चाहिँ सिधै म त सुतेछु होइन उठ्यो अनि उठेर हेर्दाखेरि हामी बिचमा के कस्तो भयो अनि अलिक गाह्रो भइराखेको थियो त्यसैले चितवन आइसकेको छ साथीहरू अब हामी चितवनमा होटल जाँदैछु होटल चाहिँ हैन टक्क लाएर जंगल रिसोर्ट है टक्क लाएर अब कस्तो पुग्ने हो त्यो सबलाई भेट्छौं हो त्यसै हामी टक्क लाएर हो कोचिया सेवा गर्न नला सौडा हो अरु विलेज चाहिँ अब टक्क लाएर सौडा आज हामी जंगल रिसोर्टमा बस्छौं नाम सुनेपछि नै जंगल जंगल जस्तो लाग्छ राम्रो ठाउँ हुनुपर्छ हो कि अन्त हो हो यहाँ यो के भन्छ यो ब्लग बनाउने मान्छे आफै फ्ल्याट भइसकेछ फ्ल्याट यहाँ फ्ल्याट चाहिँ यहाँ मान्छे फ्ल्याट भइसक्यो अब के गर्ने होला अब लामो यात्रा यस्तै हो गाडी लाग्यो यस्तो राम्रो ठाउँमा आउने भनेको अब आउँदा पुग्यौँ तर आउँदा मान्छेहरू चाहिँ पुरै थकान भइसक्यो हाम्रो गुरु हाम्रो सुजन भाइ एकदम चाहिँ हामीलाई असल ढङ्गले ड्राइभ गर्दै हुनुहुन्छ मिलनसार भाइ सहयोगी मित्र यहाँ त फेस्टिभल यो तिहारको लागि डेकोरेसन भएको हुनुपर्छ पुरा ध्वजा पताका लगाएछन् यहाँ तिहारको माहौल चाहिँ निकै ओ यहाँ हात्तीमा मान्छे चढेर हात्ती सवारी हुँदैछ हात्ती सवारी गर्ने भयो यहाँ हात्ती आयो अन्त see यो चाहिँ सफारीको लागि होला है होटलको मान्छेको स्कुटी पछाडि हिँड्दैछौँ अब हामी होटल पुग्न तब हामी जंगल रिसोर्ट हामी आइपुग्यौँ हाम्रो रिसोर्टमा जहाँ हामी आज बस्छौँ त्यहाँ स्विमिङ पनि गर्छौँ आउन त आउनु यो तार के गर्ने त मैले तार चाहिँ माथि सबैले कोसिस गर्दै हुनुहुन्छ रिसोर्टको मान्छे आफै आउनु भएको छ चढ्नुपर्छ होला हौ सो साथीहरू हामी चाहिँ यहाँ चितवन सौरा आइसकेका छौँ अनि हामी चाहिँ यहाँ होटलमा नि आइसकेका छौँ अनि फेरि हामी धेरैजना छौँ अनि घुम्न जाँदैछौँ साथीहरू सबैजना मिलेर अनि यस्तो कुराहरू चाहिँ म तपाईँहरूलाई देखाउनेछु हामी नाइटमा जाँदैछु कहाँ जान्छौँ सो तपाईँहरूलाई जानकारी दिनेछौँ सो साथीहरू हामी चाहिँ थारू कल्चर हेर्न जाँदैछ अनि भर्खर जानकारी भएको अनि मलाई चाहिँ भोक लागिरहेको थियो अनि म चाहिँ चटपटे खाँदैछु हेर्नुहोस् त साथीहरू कति मिठो चटपटे बनाएछु अनि खाएको एक्लै खाएको साथी थिएन मिरामिस हुनुहुन्थ्यो उहाँ चाहिँ पछि आउनुभएको रहेछ अनि म एक्लै खाएको मिठो थियो सो अब चाहिँ म थारू कल्चर हेर्न जाँदैछु थारू कल्चरमा के हुन्छ सो अलिअलि जानकारी दिनेछौँ साथीहरू
हामी चाहिँ थारू कल्चर हेरेर फर्किसकेका छौँ। आजलाई सायद रमाइलो चाहिँ यति नै हुनेछ। अनि हामी चाहिँ अब खाना खानतर्फ लागेका छौँ साथीहरू। अब एकछिनमा हामी खाना खानेछौँ। सो साथीहरू सबैजनाले चाहिँ यहाँ खाना खानुभन्दा अगाडि चाहिँ रेड बुल खाँदै हुनुहुन्छ। रेड बुल खाना भएपछि फेरि हामी खाना खानेछौँ। अब खाना पनि खान लागेका छौँ साथीहरू। अनि त्यसपछि हामी खाना खाइसकेपछि चाहिँ हामी सुत्नेछौँ। अनि भोलि बिहान उठेर हामी फेरि हामी नयाँ यात्रा गर्नेछौँ। थ्याङ्क यू सो मच सबैजना। हेर्नुहोस् खाइराख्नु भएको छ। हामी जम्मा 25 जना छौँ। सबैजना खाना खाइराख्नु भएको छ। सो साथीहरू आज हामी चाहिँ आइसकेका छौँ। अनि यहाँ चितवन आइपुगेर पनि हामी थारू कल्चर हेरेर आइसकेका छौँ। अहिलेले चाहिँ हामी हिँड्नेछौँ। अनि 6 बजे उठेर हामी यहाँबाट फेरि अर्को नयाँ यात्रा गर्नेछौँ। आजको भिडियोमा चाहिँ रसुवा आमासेतुङमो गाउँपालिका वार्ड नम्बर 5बाट हामी बिहान 4 बजेबाट हिँडेर अनि हामी यहाँ आइपुगेका छौँ। कहाँ भन्दाखेरि चितवन सौरामा आएर बसेको छौँ। सो साथीहरू आजलाई चाहिँ गुड नाइट। यति नै आजको यो भिडियोमा चाहिँ म यति नै देखाउन चाहन्छु। धेरै कुराहरू छैन, तर पनि हामीले यहाँ आएर थारू कल्चर मात्रै हेऱ्यौँ। र सो अरू कुरा भनेको फेरि भोलिदेखि हामी 8 दिनको यात्रा छौँ। सो त्यो बिचमा चाहिँ कहाँ कहाँ जान्छौँ के गर्छौँ जानकारी दिने नै छौँ। आजलाई यति नै। सबैजनाले हेरेर साथ दिनुहोला, माया गरिदिनु होला। Bye bye. Thank you all of you. Bye.